कतिवटा भाडो छ त? 3वटा भाडो छ हैन? अब म चाहिँ यसमा हैन तपाईहरुलाई के पढाउँछु भनेपछि यिनीहरुको क्षमता है। क्षमता भनेको थाहा छ नि? त्यसमा कतिवटा आउँछ के त? यसमा कतिवटा आउँछ? ल तपाईहरुले भन्नुस् त यो तीनटैमा सबैभन्दा धेरै कुनमा चाहिँ बढी आउँछ? कुनमा? योमा कि योमा? हो? ए ल गुड। अनि यो भन्दा कम कुनमा अटाउँछ? हो। अनि सबभन्दा कम कुनमा अटाउँछ? हो। ए ल तपाईहरु अब यो गरेर मलाई देखाउन सक्नुहुन्छ कसरी योमा बढी अटायो कसरी योमा कम अटायो भनेर? सक्नुहुन्छ? सक्नुहुन्छ? ल एकजना ल गरेर देखाउनुस् त। ल आऊ छिटो आऊ। ठिक छ उले आउनु त्यो ल। ए ल ल ल। अब गरेर देखाउनुस् त ल कसरी योमा धेरै अट्यो योमा ओइ कसरी योमा सबभन्दा बढी अट्यो कसरी योमा कम अट्यो कसरी योमा सबभन्दा कम अट्यो ल गरेर मलाई देखाउनु ल। सक्नुहुन्छ नि? ल उताको धारामा भन्नुस् न ल। ल यता 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 गरेर देखाउने यता साथीहरु अरु साथीहरुले नि सिक्न पाउँछ ल। कसरी गर्नु भयो ल गरेर देखाउनुस् त। के गर्नु भयो सबैभन्दा पहिला यसलाई भर्नु भयो हैन? हो कि हैन? ल अब के गर्ने त? ल हाल्नुस्। के भयो त? भरेन हो। अब भरेन। यो चाहिँ पुरै भरेको थियो कि थिएन? तर यो चाहिँ पुरै भर्यो त? भरेन खाली बस्यो। त्यही भएर यसमा चाहिँ यो भन्दा बढी चाहिँ के त यसमा अटाउँछ है। अब हेर्नुस् न यसमा है यो अहिले खाली छ कि छैन? तर यसमा खन्यायो भने ल यो पुरै भर्यो हैन? यता सर्ने ल अलि है। यो पुरै भर्यो कि भरेन? अब यही पानी म यो गिलासमा खन्याउँछु। खन्याउ त? ल हेर्नुस्। यो गिलास पुरै भर्यो कि भरेन? यसमा पानी छ कि छैन? भन्नुको अर्थ हेर्नु यो चाहिँ पुरै खाली भयो यो चाहिँ खाली थियो यो भर्यो। अब यो चाहिँ भरेर पनि यसमा चाहिँ के भयो त पानी बस्यो है। यसरी हामी के बुझ्न सक्छौं त सबभन्दा धेरै केमा अटाउँछ? जगमा। जगमा। अनि त्यो भन्दा कम? बोतलमा। अनि सबभन्दा कम? ल ठिक छ है। बुझ्नु भयो त सबैजना? ल त ल ठिक छ है। यति।